छ। अस्ति एउटा भिडियो हालेको थिएँ 5 करोडको शङ्खा भनेर। अहिले यो शङ्खाले चाहिँ जस पैसा कमाउन थाल्यो है। तपाईहरुले पनि यो शङ्खा दाहिने घुमेको शङ्खा पाउनु भयो भने यसरी पैसा कमाउँछ है। हेर्नु होला। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुले राम्रोसँगले हेर्नु होला। यसरी पैसा कमाउँछ है। त्यो पनि कुवेतको केडी। डलर भन्दा पनि ठुलो। डलर भन्दा पनि ठुलो। यहाँको रेट पनि बहुत महँगो छ। अहिले 50 पुग्न आँटिसक्यो। 450 पुग्न आँटिसक्यो। तपाई पनि पैसा कमाउने तरिका कस्तो रहेछ भनेर सोच्नुहुन्छ भने आउनु होला। सानो जानकारी लिएर जानु होला। यस्तो छ। कुवेतको केडी यस्तो तरिकाले पैसा फलिरहेको छ है। हेर्नु होला। साथीभाइहरुले राम्रोसँगले हेरेर यो चाहिँ अफसे अफ आफै यसो गर्दाखेरि आफै हल्लिन्छ भने किनभने दाहिने हो। दाहिने घुमेकोले गर्दाखेरि यो हल्लिन्छ। बहुत महँगो परेको 5 लाखमा किनेको 5 करोडमा 5 लाखको भनेछ 5 करोडमा किनेको। अब यसले स्टार्ट गर्न थाल्यो है। सानो रकमदेखि फल्दै जान्छ। अब 1 वर्षसम्ममा उसको यो पैसा चाहिँ जस उठाउँछ कि भन्ने आशा छ। मैले अस्ति नै एकचोटी निकालिसके। यो भर्खर फुल्दैछ। हेर्दिनु होला प्लिज सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु। वेलकम छ। बाइ सबैलाई सकार। शङ्खामा पैसा फल्छ भन्दाखेरि तपाईहरुले मलाई बताउनु भएन। त्यही कारणले गर्दाखेरि हेर्नु होला। शङ्खामा पैसा फलेको यो त्यही भएर मैले 3 करोडको शङ्खा हो। यता कालो छ। यहाँ टाटे पाङ्ग्रे छ। त्यही भएर मैले 3 करोडमा किनेको शङ्खा हो। यो पैसा फलेर नै यसरी फुल जस्तो फुल्दै 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 जाँदैछ हैन। तपाईहरुले हेर्दिनु होला प्लिज। कस्तो छ कस्तो लाग्छ तपाईहरुले मलाई एउटा यसो कमेन्ट छोडिदिनु होला। तपाईहरुको कमेन्ट नै मेरो लागि ठुलो संसार हो हैन। त्यही कारणले गर्दाखेरि तपाईहरुले कस्तो छ यसरी नै शङ्खामा पैसा फलेको कहाँ देखिएको छ भनेर भन्नुहुन्छ होला। अब देख्नु त देखिँदैन नै हैन। तर अब यो 7 समुद्र तल कति मिटर तल गहिरोमा गएर मैले चाहिँ निकालेको भन्नाले मैले निकालेको हैन पानीले चाहिँ निकालेको है त। अस्तिसम्म चाहिँ यो शङ्खाको बारेमा तपाईहरुलाई भनिरहेको थिएँ। आज चाहिँ अब तपाईहरुलाई मैले यो शङ्खाले कसरी पैसा फलाउँछ भन्ने कुरा तपाईहरुलाई सायद तपाईहरुले राम्रोसँगले पनि थाहा छ होला। पैसा यसरी फल्छ है। त्यही भएर हामीले पैसा टिप्नु गाह्रो पर्छ भन्छौं नि। त्यो कारणले गर्दाखेरि चाहिँ पैसा फल्ने तरिका भनेको यो हो। यसरी यो तरिकाले फल्छ हैन। यहाँ पैसा धेरै फलिरहेको थियो। हिजोअस्तिसम्म चाहिँ मैले धेरै निकालेर यो युट्युबमा हालेको थिइनँ। युट्युबमा चाहिँ मैले हालेको थिइनँ। त्यो कारणले गर्दाखेरि यो पैसा यसरी फलेर यसरी हुन्छ। त्यही भएर यो शङ्खाको दाम नै महँगो छ। 1-2 अबले त हुँदैन 1 करोड गएको हो हैन। शङ्खाले यसरी पैसा फलाउँछ। हेर्नु होला। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुले तपाईहरुलाई पनि यदि शङ्खाले कसरी पैसा फलाउँछ कसरी हो कसले भन्यो भन्नुहुन्छ होला। कुन मूर्ख हो भन्नुहुन्छ होला। त्यो मूर्ख सम्झिँदाखेरि त्यो मूर्खै हो हैन। त्यो झुटो सम्झिँदाखेरि झुटै हो। तर पनि शङ्खाले फलाउने कस्तो यस्तो तरिकाले गर्नुपर्ने हैन। धन्यवाद छ। यो चाहिँ पैसा फलिसकेर झर्दैछ हैन। यो चाहिँ पैसा फल्दैछ झर्दैछ। त्यही कारणले गर्दाखेरि यसरी झर्ने काम हुने कार्यक्रमहरु हुँदैछ। यो शङ्खाको बोट चाहिँ ठुलो थियो तर अस्ति मैले काटे। यो शङ्खाको बोट चाहिँ एकदम ठुलो थियो। मैले काटेर यो शङ्खाले पैसा फलाएको हो। कस्तो लाग्छ होला। यसरी शङ्खाले पैसा फलाउँछ भन्दाखेरि तपाईहरुले नपत्याउन सक्छ। दाहिने घुमेको शङ्खा हो यो। यो देब्रे घुमेको भए चाहिँ त्यसले पैसा फलाउँदैन।
यो दाहिने घुमेको शङ्खा चाहिँ मैले कोलोरोङमा एउटा मात्रै पाउँछ, तर म बहुत टाढो गएर चाहिँ मैले ल्याएर आएको छु। समुद्रको बिचमा छिरेर मैले ल्याएर आएको हो यो कोलोरोङमा एउटा। त्यही भएर यो चाहिँ यसो के हातमा यसो राख्यो भने हलिराख्छ हैन, हातमा राख्नु पर्यो। हातमा राख्यो भने चाहिँ हलिराख्छ यो। तपाईहरुले यदि होला हो भनेर चाहिँ सोध्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानलमा आउनु होला, उपेन्द्र लु भनेर। यो उपेन्द्र लिम्बुलाई पनि सब्स्क्राइब गरिदिनु होला प्लिज। र भिडियो पनि यस्तै छ। यो चाहिँ पैसा भर्खर फलेको हो। यो चाहिँ अब फुल्दैछ भनौँ न, हरियो हुँदैछ। पाक्यो भने चाहिँ अर्कै तरिकाको हुन्छ। यहाँ पाक्यो भने चाहिँ त्यो पाकेको चाहिँ अहिले म निकालेको छुइनँ हैन। त्यो कारणले गर्दाखेरि तपाईहरुको माझमा यो पैसा चाहिँ यसरी फलेर यसरी हुन्छ, यसरी घुम्छ भने के यो अफसे अफ घुम्छ। घुम्दा घुम्दै यो घुम्यो भने चाहिँ एकदम राम्रो, अरे एकदम राम्रो भन्छन् हैन। त्यो कारणले गर्दाखेरि यो घुमि पनि राख्छ। यो यसो हातमा राख्यो। ल साथी हेर्नुहोस्, यसलाई चाहिँ यस्तो तरिकाले यो पैसालाई यसो घुमाइराख्दाखेरि घुमिराख्छ है। ल हेर्नुहोस् त यसको शक्ति कति साह्रो है। यो कुबेतको पैसाको शक्ति कति साह्रो। यसो घुमाउँदाखेरि घुमिराख्छ क्या यो कुबेतको पैसाको शक्ति यस्तो खतरनाक चिज हुन्छ यार, अचम्म लाग्छ यो। यो चरा कहाँदेखि ल्यायो होला हेर्नु त। ल यस्तो घुमाउँदाखेरि यस्तो घुमिराख्छ कि ओहो। ल यो चरा कहाँदेखि किनेर ल्यायो होला, कसले किनेर ल्यायो होला। किनेर पनि यो उसमा हाल्ने मान्छे चाहिँ को होला है। हेर्नुहोस् त, यो चरा त डेन्जर छ त। हामीले किन्नु पाउँदैन। यसको मासु चाहिँ बनाएर खाँदाखेरि कस्तो हुन्छ होला।